सर्लाहीको गोडैता नगरपालिका 4 रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठूलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ। विद्युतको तार सर्ट भएर मुना चौधरीको उखु खेतबाट शुरू भएको आगलागीले दर्जनौं किसानको उखु बाली सखाप भएको हो। काटेर चिनी मिललाई बिक्री गर्ने बेला भएको उखु जलेपछि किसानमा रुवावासी चलेको छ। गोडैता नगरपालिकाका मेयर देवेन्द्र कुमार यादवले आफूलाई प्राप्त जानकारी अनुसार 50 से 60 बिघाकै उखु जलेको बताएका छन्। करिब 2000 जति गाउँले समाजसेवी सरोज यादवले प्रदान गरेको एउटा दमकल, प्रहरी र सशस्त्र प्रहरी भएर करिब 5 घण्टा लगाएर आगलागी नियन्त्रणमा लिएका छन्। मेयर यादवले आगलागीबाट करिब 3 करोड़को उखु जलेको बताए। काट्ने बेला भएको उखुमा चिनीको मात्रा धेरै हुने भएकाले ठूलो आगो फैलिएको मेयर यादवको भनाइ छ। आफूले यस बारेमा चिनी मिललाई जानकारी दिएको र चिनी मिलले तत्काल आगलागी भएको उखुमा पानी पटाउन र 1.5 महिनापछि उखु हरियो भएर आए किनिदिने, अन्यथा अहिलेकै अवस्थामा जलेको उखु किन्न नसकिने बताएको मेयर यादवले बताए। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी सरोज राईले आगलागीबाट भएको क्षतिको एकिन विवरण आउन बाँकी रहेको बताए। इलाका प्रहरी कार्यालय गडहिया सहित आसपासका अन्य प्रहरी युनिट आगलागी नियन्त्रणमै केन्द्रित हुनु परेको डीएसपी राईको भनाइ छ।